हेलो साथीहरू, गुड इभिनिङ, जोडले नमस्कार सबैजनालाई। अनि आज चाहिँ हामी यहाँनिर अनि हाम्रो अस्ति नै लसुनहरू आलुहरू मैले देखाएको ठाउँमा यहाँनिर आएको छौँ। अनि यहाँ चाहिँ फुलहरू फुलेको छ। अनि यो फुल चाहिँ एकदमै राम्रो, अनि यो सिजनमा चाहिँ यो फुल्दो रहेछ। यो फुलको चाहिँ ढ्यागा अनि पनि बाँच्दो रहेछ। यसको चाहिँ गाना हुन्छ विशेष गरी। अनि यो पप्पी फुल चाहिँ फुलिसकेको छ। अनि यो चाहिँ यो पनि अस्ति फुलिसकेको यो। अनि यो फुल चाहिँ कति राम्रो अहिले फुलिरहेको रहेछ। अनि हामीले चाहिँ खिच्यौँ हेऱ्यौँ कस्तो राम्रै। अनि मेरो छोरी चाहिँ यहाँ छ। यो सेतो फुललाई चाहिँ यो फुल होइन, यो चाहिँ यो के भन्छौ के को फुल हो यो चाहिँ। अनि यो मेरो छोरीले चाहिँ यहाँनिर बेला पारेर उसलाई मन परेर बोकेर हिँड्दैछ। अनि यहाँ पनि छ यो फुल, अध्यक्षले चाहिँ देखाउँदैछ सबै यहाँ फुलिरहेको छ, खिच्नु न यो पनि भनेर। यो स्नेक प्लान्टहरू हो। अनि यो रोज सानो खालको हजारी रोज भन्छ के भन्छ यसलाई। अनि कस्तो दामी फुलिरहेछ है। अनि यहाँनिर चाहिँ हामीले चाहिँ अनि यहाँ अस्ति नै त्यो प्याज उखालेर अलिकति मसिनोहरू छोडेको थियौँ। अनि यो चाहिँ छ्यापी भन्छ। अनि यता चाहिँ प्याज अलिकति छोडेको छु मैले। अनि यिनीहरू उखाल्नु पर्ने छ। आज चाहिँ यहाँ लसुनहरू प्याजहरू अस्ति मैले पानी परे गरेर उखालिसकेँ। आलुहरू अस्ति सक्यो। अनि यहाँ थोरै प्याज नउखालेको अलिकति। अनि यो छ्यापी उखाल्नु बाँकी थियो। अनि हामी चाहिँ यो उखाल्नुको लागि यहाँ तयार भइरहेको छु। अनि म चाहिँ यहाँ उखाल्ने, यहाँ पसेर यो उखाल्नुपर्ने छ, यहाँ भेला पार्नुपर्ने छ। अनि मैले यहाँ उखाल्नु थालेँ अब चाहिँ। अनि यो चाहिँ कुनै ठुलो कुनै जस्ताको तस्तै, जस्तो रोपेको त्यस्तै रहेछ। यसपालि पानी धेरै परेर प्याज पनि कुहियो। अनि लसुनहरू पनि कतिको बिग्रियो। मेरो पनि त्यस्तो राम्रो चाहिँ खासै भएन है यसपालि। अनि पानीले यसपालि बिजोग बनायो साथीहरू, त्यस्तै छ। अनि यो सेतो फुलेको सिरु भन्छ हौ, सिरु फुलेको भन्छ। अहिले चाहिँ याद आयो, मेरो छोरीले खेलाउँदैछ टिपेर। यो सिरुको फुल भन्छ सायद। यो चाहिँ सिरुको फुल फुलेको। अनि म चाहिँ यहाँनिर प्याजहरू बेला पार्दैछु, मेरो छोरी चाहिँ त्यहाँ खेल्दैछ। अनि यो प्याजहरू मसिनो कोही ठुल्ठुलो अलिअलि अस्ति पहिले लगेँ, धेरै चाहिँ उखालेर लगेँ। अनि यो चाहिँ सानोहरू छोडेकोहरू पनि उखाल्ने अब हुँदैन भनेर मैले चाहिँ उखालेको। कोही चाहिँ अलिअलि यसो खानु हुने, कुनै चाहिँ खानु नहुने, त्यस्तो थियो। अनि मैले चाहिँ यो